नमस्ते। आज हामी भेनस कलेजको यो फिजिक्स ल्याबमा हाम्रा दुईजना भाइ बहिनीहरूले एउटा सानो प्रोजेक्ट बनाउनु भएको छ र यसलाई उहाँहरूले नै के बनाउनु भएको छ, यसको काम के हो, यसको कुन प्रिन्सिपलमा काम गर्छ, कसरी काम गर्छ उहाँहरू आफै डिस्क्राइब गर्नुहुनेछ। ल हेरौँ है त। नमस्ते, मेरो नाम हो सुषमा तामाङ। मेरो नाम जङ्गु शेर्पा। We have made this project called Spark. हामीले यसको नाम स्पार्क राखेको छ, जसको फुल फर्म रहेको छ सेल्फ पावर एयर प्युरिफिकेसन किट। सो हामीले चाहिँ यो मोस्टली के को बेसमा भन्दाखेरि काठमाडौँको पोल्युसनलाई हेरेर हामीले यो डिभाइस बनाएको। सो दिस इज अ एयर प्युरिफिकेसन किट द्याट प्युरिफाइज एयर एन्ड इनेबल्स अस टु ब्रिथ सम फ्रेश एयर। सो यिनीहरूको पार्ट्समा के छ भन्दा चाहिँ मैले पनि काम युज गरिरहेको छु। सो अब यो हाम्रो किटमा चाहिँ हामीले चाहिँ मेन कम्पोनेन्टको रूपमा चाहिँ अब यो फिल्टर भयो होइन, अनि त्यसपछि हामीले माइक्रो प्रोसेसरको लागि चाहिँ हामीले SP32 युज गरेका छौँ, जसले चाहिँ अब वाइफाईबाट कम्युनिकेट गरेर अब हाम्रो के भन्छ पोल्युसनको इन्डेक्सहरू देखाउन मिल्छन् होइन, के कस्ता छन्। अब यो चाहिँ हाम्रो चाहिँ के भन्छ LCD डिस्प्ले भयो होइन, यसले चाहिँ अब कतिको AQI चल्दैछ, अनि यसमा चाहिँ वाइफाई हुने बेला चाहिँ वाइफाई कनेक्ट भएपछि चाहिँ अनि त्यसपछि के भन्छ यसमा AQI र अर्को वाइफाईको स्ट्याटस देखाइरहेको हुन्छन्। अनि त्यसपछि यसमा चाहिँ हाम्रो के भन्छ मेन प्रोसेसरमा चाहिँ सबै कोडिङ गरिसकेको हुन्छन्। अगाडि नै हाम्रो वाइफाईहरूको सबै स्क्रिप्टहरू लेखेर वाइफाईहरू कनेक्ट गरेर अनि वाइफाईमा अपडेट दिनुहुन्छ। अनि यो प्रोसेसरले के गर्छ भन्दाखेरि चाहिँ हाम्रो यो हामी यहाँ राखेका छन् यहाँ अप्टिक टच सेन्सर छन्। यसको नाम चाहिँ के भन्दो रहेछ भन्दाखेरि GP2Y1010AU0F भन्ने रहेछन् होइन। हाम्रो यहाँ अप्टिकल सेन्सर छन्। यो सेन्सरले चाहिँ हामीलाई एयरको डस्ट डेन्सिटी कति छ भनेर अनि यसले हामीलाई अब हुन्छ नि AQI को अब सबै मेजर गरेर चाहिँ यसले चाहिँ डेटा चाहिँ यसमा पठाउँछन् होइन, यो दुईवटा GPRमा पठाउँछन्। अनि हामीले चाहिँ यसको अपरेटिङ भोल्ट चाहिँ धेरै हाई भएर 5 भोल्टको अपरेटिङ उस भएर हामीले चाहिँ यसमा चाहिँ अब त्यो के भन्छ त्यसको भोल्ट घटाउनको लागि चाहिँ हामीले केही रेजिस्टेन्सहरू राखेर यसमा त्यो डेटा इनपुटको लागि हामीले GPR पिनहरूमा जोडेका छौँ। अनि त्यसपछि कुरा रह्यो हामीले यतापट्टि हामीले दुईवटा बक कन्भर्टरहरू पनि राखेका छौँ। यो चाहिँ एउटा चाहिँ मेनली चाहिँ एउटा चाहिँ सोलर प्यानलको लागि राखेका हुन्, जुन चाहिँ यहाँ छन्। यो चाहिँ हाम्रो अब सिरिज र प्यारलल गरेर जोडेका छन्। यहाँ चाहिँ यदि चाहिँ प्यारलल छ भने यदि प्यारलल छन्, अनि यो दुईवटा चाहिँ ठ्याक्कै सिरिजमा गरेर होइन यदि चाहिँ सिरिजमा गरेर जोडेका छन् भने यो चाहिँ यो दुईवटा चाहिँ प्यारलल छन्। अनि यसमा चाहिँ ठ्याक्कै 20 भोल्ट आउँछन् भने अनि यो 20 भोल्ट चाहिँ बक कन्भर्टरमा गएर ठ्याक्कै 16 पोइन्ट कति भोल्ट भन्दाखेरि 16.8 भोल्ट चाहिँ ठ्याक्कै यसले यो BMS प्रोभाइड गर्नुहुन्छ। अनि यो BMSले चाहिँ जस ब्याट्री प्रोटेक्सनको काम गर्छन्। 4.2 चार्ज कम्प्लिट भइसकेपछि चाहिँ लिथियम आयन ब्याट्रीमा यसले चाहिँ स्टप गराउने हुन्छन्। अनि त्यसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ अनि एउटा चाहिँ के प्रब्लम आयो भन्दाखेरि चाहिँ हामीले चाहिँ अब फ्यान चाहिँ अब बजारमा जता नखोज्दा पनि पाउनु नभएकोले अब हामीले 12 भोल्टकै फ्यान राख्नु परेका छौँ। त्यसैले हामीले अनि त्यही भएर यसमा अझै दुईवटा बक कन्भर्टर राख्नुको कारण त्यही हुन्। अब यसमा चाहिँ एउटा चाहिँ 12 भोल्टको मिलाएर राखेको छौँ, किनभने हामीले यो अघिको बक कन्भर्टरबाट 16.8 भोल्टको लागि हामीले बक कन्भर्टर राखिसकेका छौँ भने अर्को चाहिँ 12 भोल्टको लागि राखेको छौँ ताकि फ्यान चलोस् भनेर। अनि त्यसै गरेर हामीले यहाँ मोस्फेटहरू छन्। यो चाहिँ हामीले चाहिँ खोज्नु चाहिँ IRL खोजेको थियौँ, तर हामीले चाहिँ IRLF22N भन्ने मात्र के हुन्छ मोस्फेट पायो। अनि त्यसैले चाहिँ हामीले चाहिँ बेसिक लजिक गेट लगाएर चाहिँ अब यो 2NN ट्रान्जिस्टरबाट लजिक गेट लगाएर चाहिँ बेस पिन चाहिँ हामीले यो मदरबोर्डै भनौँ न यो माइक्रो प्रोसेसरमा जोडेछौँ, माइक्रो कन्ट्रोल युनिटमा चाहिँ जोडेछौँ। यसमा चाहिँ अब यसमा कोडिङ गरेर चाहिँ यो फ्यान कति बेला टर्न अफ गर्ने भन्ने हुन्छन् होइन। अनि अहिले चाहिँ हामीले यो चाहिँ अब टाइमरमा अनुसार राखेका छौँ। अनि AQI कतिको AQI 100 भन्दा माथि छ भने फ्यान आफै अटोमेटिक खुल्ने बनाएका छौँ। अहिले चाहिँ हामी ल्याबभित्र भएकाले अहिले हामीले चाहिँ यो डाइरेक्टली फ्यान चाहिँ डाइरेक्टली 12 भोल्टकै के भन्छ यो ब्रेडबोर्डको 12 भोल्टकै लाइनमा हामीले कनेक्ट गरेका छौँ। अनि 12 भोल्टकै लाइनमा कनेक्ट गरेका छौँ। यति हुनु अब यहाँबाट हामीले ट्रान्जिस्टरमा चाहिँ बेस पिनमा चाहिँ के भन्छ यो कन्ट्रोलर युनिटबाट यता सिग्नल आउँछन् र अनि यो चाहिँ फ्यान चाहिँ अफ अन हुने हुन्छन् बेसिकली चाहिँ। अनि यो चाहिँ हाम्रो अर्को रहेका छन् 5 भोल्टको मोस्फेट भन्छन्। यो चाहिँ जति भोल्ट भए पनि बाहिर लिमिटेसन हुन्छ। यसको नाम चाहिँ के भन्छ भन्दाखेरि
यता लेखेका छन्, तर मैले थाहा पनि यो मोस्फेटले चाहिँ के गर्छ भन्दा बेसिकली जति नै भोल्ट तानेर पनि यतापट्टि चाहिँ 5 भोल्ट इनपुट लिएर आउनुहुन्छ, किनभने हामीलाई यो चलाउनुको लागि 5 भोल्ट चाहिने हुनाले अनि हामीले चाहिँ यसको लागि यो मोस्फेटहरू चलाएका हुन्। अब यसको फङ्सनालिटीको बारेमा गर्दाखेरि चाहिँ यसले चाहिँ अब बेसिकली के गर्छ भन्दाखेरि चाहिँ मेनली चाहिँ अब यो अप्टिकल डस्ट सेन्सरबाट चाहिँ हाम्रो चाहिँ अब भ्याल्युहरू रिडिङहरू लिएर चाहिँ डस्ट डेन्सिटीहरू कति छन् भनेर चाहिँ हाम्रो माइक्रो प्रोसेसरमा पठाउँछन्। अनि माइक्रो प्रोसेसरमा चाहिँ यसरी प्रोग्रामिङ गरेको हुन्छ कि जस्तै अब 100 AQI भन्दा माथि पुग्यो भने चाहिँ हाम्रो चाहिँ फ्यान अटोमेटिक चल्ने हुन्छन् होइन। अनि त्यसै गरेर चाहिँ अनि यदि 100 AQI छैन भने पनि हामीले चाहिँ अब यो हुन्छ नि 5 मिनटमा अब एकछिन चलोस्, त्यही फङ्सनालिटीको लागि मात्र भए पनि 5 मिनटको लागि चलोस् र केही सेकेन्डको लागि बन्द होस् भनेर चाहिँ कोडिङ गरेर राखेका छन्। अर्को चाहिँ भनेको चाहिँ यसमा चाहिँ हामीले वाइफाईमा कोडिङ गरेर अनि हामीले यसमा जस एउटा एपिआई की हालेर अनि यसको एपिआईको डेटा चाहिँ अरू डिभाइस अथवा अरू नेटवर्कमा हेर्नु मिल्ने गरी कन्ट्रोल गर्ने मिल्ने बनाएका छन्। अनि यो चाहिँ हाम्रो घरको यो भोल्टमिटर भन्छन्, भोल्टमिटर र एममिटर भन्छन्। यसले चाहिँ हाम्रो सोलर प्यानलबाट कति भोल्ट आएका छन् र कति हाम्रो एम्प चलिरहेका छन्, अब जसले गर्दा चाहिँ चार्ज हुन्छन्, त्यस्ता फङ्सनालिटी देखाउँछन्। वी हेभ दिस फ्यान ओभर हियर, अनि त्यही भएर यतापट्टि हाम्रो जति धेरै डस्टहरू छ, जति धेरै पोल्युसन अथवा एयर पार्टिकल्सहरू छ, तिनीहरू चाहिँ हाम्रो यताबाट लगेर जान्छ। यो जुन पार्ट छ यहाँबाट चाहिँ एब्जर्भ गर्छ। अब के छ भने हामीले चाहिँ यहाँ दुईवटा फिल्टर युज गरेको छ। यो फिल्टरले चाहिँ हामीले स्पन्ज फिल्टर छ भने यतापट्टि चाहिँ हामीले हेपा फिल्टर राखेको छ। अब हामीले हेपा फिल्टर किन राखेको भन्दाखेरि हाम्रो एटमोस्फियरमा चाहिँ के हुन्छ भने PM 2.5 स्मल पार्टिकल्सहरू हुन्छ। अब त्यो पार्टिकल्सहरू हटाउनको लागि चाहिँ हामीले हेपा फिल्टर युज गर्नुपर्ने हुन्छ। अब यो स्पन्ज फिल्टरको फङ्सन भनेको चाहिँ के हो भन्दाखेरि एटमोस्फियरमा भएको ठुल्ठुलो डस्ट पार्टिकलहरू हुन्छ, डस्ट पार्टिकल्सहरू हटाउने काम चाहिँ हेपा फिल्टरको हुन्छ भने स्मल पार्टिकल जुन चाहिँ देख्न नसक्ने हुन्छ र दे आर भेरी हार्मफुल फर आवर हेल्थ, तिनीहरू चाहिँ हाम्रो हेपा फिल्टरले फिल्टर गरेर यताबाट पठाइदिन्छ। सो द्याट इज हाउ आवर मोडल एक्चुअली वर्क्स। फ्यु लिमिटेसन त्यो भनेको चाहिँ के हो भन्दाखेरि यता हाम्रो स्पन्ज फिल्टर र हेपा फिल्टर लिएको छ, यिनीहरू चाहिँ टाइम टु टाइम हामीले चेन्ज गरिराख्नुपर्ने हुन्छ। सो द्याट इज आवर लिमिटेसन। ओके, सबैजनाले हेर्नुभयो, यसमा हाम्रो भाइ बहिनीहरूले स्पार्क एयर प्युरिफिकेसनको यो कन्सेप्ट अहिले बजारमा चाहिँ एयर पोल्युसन भइरहेको बेलामा यसलाई चाहिँ सदुपयोग गर्न सकिन्छ। यो विभिन्न यो भाइ बहिनीहरूले एकदम मिहिनेत तरिकाले विभिन्न डिभाइसहरू होइन प्रोग्रामिङहरू गरेर यहाँनिर बनाउनु भएको छ। यहाँ ब्याट्री पनि जोडेको छ र यसमा सबै कुराहरू यहाँ राम्ररी हेर्न सक्नुहुन्छ। एकदम सर्किट कम्प्लिकेटेड सर्किट छ र विभिन्न कुराहरू भाइ बहिनीहरूले विभिन्न ठाउँबाट कलेक्सन गरेर ल्याएर बनाउनु भएको छ। त्यसको लागि हामी दुईजना लगायत यिनीहरूको टिमलाई नै हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू सो मच सबैले हेरिदिनु भएको। थ्याङ्क यू।